जानुभयो तपाईँ? कहाँ गरी यहाँ? हामी चाहिँ अहिले माथि घरबाट जाँदैछौँ घर। आज हामी चाहिँ सुँगुरको मासुको अचार बनाउने। मलाई आउँदैन त्यति, त्यही भएर आन्टी आउनुहुँदैछ बहिनीको लागि, रिचाको लागि। अङ्कित जाँदैछ भोलि चेन्नई, अनि रिचा भएकोमै होइन। त्यसपछि अब रिचाले अब अर्डर गरेको सामान यस्तो सब खाइदिनु भनेर आधी सर त भइसक्यो। अनि अब अचार बहिनीहरू आज सुँगुरको मासुको अब त्यो अब हामी एकछिनमा बनाउँछौँ। अहिलेको मौसम त दामी भइरहेछ, एकदम शीतल हावा चाहिँ। पानी पलासो हुँदैछ, पानी चाहिँ पर्छ कि पर्दैन। लु उडे चरा कुन सिनले गरे गरी आयो, कस्तो मजाको भएछ नि सिनहरू हेर्न यहाँ नि। जानलाई कस्तो रहेछ अन्त? के भयो यस्तो भएछ त गाडी पुरा। अङ्कित भोलि जाँदैछ। अङ्कित आन्टी आउनुहुँदैछ, त्यसैले आन्टीको लागि म यहाँ खाना बनाउँदैछु। चिप्स साग भयो, त्यसपछि यहाँ मासु सुँगुरको। र मेरो चिप्स पनि रेडी भइसकेको छ एकदम। त्यसपछि आउँछ साग हरियो पर्यो, एकदम खानुपर्छ, जरुरी छ। साग मिक्स साग छ यहाँनिर चाहिँ। र यसमा मैले अब सुँगुरको मासु पकाउँदैछु। यो भर्खर गरेको मसलाहरू पकाउँदैछ र हालिसकेँ भर्खरै सुँगुरको मासु आन्टीको लागि। आन्टी यता हेर्नु त, अचन्द्र आन्टी हो। आन्टी बल्ल बल्ल आउनुभयो यहाँ हेर्ने अचार बनाउने आन्टी। यहाँ सुँगुरको मासु काट्नुहुँदैछ। यसलाई फर्स्ट हामीले हल्का बोइल गरेको छौँ। त्यसपछि अब आन्टीले पिस पिस गर्दैछ मसिनो। अब यसलाई फ्राई गर्नुहुन्छ नि आन्टी। के हाल्नुहुन्छ यसमा? अनि जोसे बोल्नु नि त हेरेर, अलिकति स्माइल दिनु न। तपाईँको स्माइल देखाउनु न, आज किन नदेखाउनु भएको? गरम भएर आफूलाई यहाँ मम्मीले काट्नुहुँदैछ अदुवा लसुन। यसलाई के गर्नुपर्छ आन्टी? फ्राई। अनि अरू के गर्नुपर्छ? बोलो बोलो जल्दी से रेसिपी बताओ आन्टी जी। फ्राई गर्नुपर्छ अदुवा लसुनलाई, फ्राई सुके खोर्सानी फ्राई गरेर पिस्नुपर्छ। अजिना, भिनेगर, जिरा पाउडर, धनिया मिक्स गरेर के पिन्नु? ओ पाउडर सबै। यहाँ हाम्रो भोटे डिस्टर्ब गर्नु आउँछ घरिघरि यारिनी। स्कुलबाट आएर कपाल पनि खोल्नु भ्याउँदैन, जहिले यस्तै हुन्छ भाताङ भुटुङ्गी बदमास नि। अब आन्टीले यारिनी मासु फ्राई गर्न आँट्नु भएको छ। कसलाई बहिनी भएको थियो फर्स्टमा भन्नु त के अरे? रिचा लागि त्यो लागि बनाइदिएको होइन अरे आन्टीले। आन्टी यसलाई कतिको फ्राई गर्नुपर्छ? रातो बनाउनु एकदम। सिमरनले चाहिँ यहाँ अनारस काट्दैछ। यसरी यसरी राख्छ। यसलाई चाहिँ यतिको फ्राई गर्नुपर्छ हो। मलाई पनि त्यति याद छैन, बनाउनु त बनाएको एकपल्ट, बट राम्रो भएको थिएन। अनि आन्टीलाई बोलाएको बनाउनुलाई। पिरो ठिक्कैको बनाउनु। बेसी नहाल्नु, पाउडर पनि हालिदिन्छु। कतिको पिरो? नानी के हालेर खानुपर्छ अरे? कस्तो भएछ सिमी? नाना पुरा मनपर्छ नाना अनारस। भाइ पनि यहाँ पधार्नु भएछ झाडु बोकेर। अब चाहिँ खोर्सानीलाई चाहिँ हल्का फ्राई गरेर चाहिँ यसरी पिन्नुपर्छ अरे आन्टीले भन्नुभएको।
अब अदुवा ल अदुवा रसुन दुइटै फ्राई गर्नु कतिको फ्राई गर्नुपर्छ हजुर रातो सुकेको खोर्सानीको त्यसरी पेस्ट बनाउनु हल्का पिनेर हल्का ब्राउन कलर भयो नि निकाल्ने बेला भएन जिरा पाउडर हाल्दैछ सबै फ्राई गरेर मिक्स गर्नु धनिया पाउडर फोन गर्न आउँछ अहिले सुकेको खोर्सानीको पेस्ट बनाउनु भएको थियो त्यही हाल्दैछ अहिले चाहिँ यहाँ नमस्ते अङ्कल आन्टी ए मासु यहीँ हाल्नुपर्छ अब अनि भयो अजिना सोया सस तिम्रो यो भिनेगार पनि खोला त दाजु खै अहिले उठेर कता त कालो भइसक्यो त आन्टी त्यसपछि आउँछ मासु आन्टी तिरोले होला चर्को हुन्छ होला है अघि हाल्थ्यो स्टेसन अब आन्टीलाई भिनेगार हाल्दैछ आन्टी भिनेगार हाल्यो भने के हुन्छ आन्टी बिग्रिँदैन नि त्यसले गर्दा चाहिँ र फाइनली अब चाहिँ हाम्रो अचार पनि एकदम रेडी भइसक्यो र अब यसलाई एकछिन सेलाउनुको लागि यहाँनिर आन्टीले थालमा हालिदिनु हुँदैछ र अब चाहिँ एकदम रेडी भइसकेको छ र हेर्दा पनि एकदम खाउँ खाउँ लाग्दो देखिँदैछ सुँगुरको मासुको अचार र अब यहाँनिर चाहिँ अब आन्टीले टेस्ट गर्नुहुँदैछ कि कतिको नुन लाग्यो कि लागेन पिरो कतिको छ भनेर त्यसपछि आउँछ हाम्रो सिमु बहिनीले पनि टेस्ट गर्दैछ अब कतिको पिरो नुन छ छैन र उसलाई चाहिँ एकदमै टेस्टी लागेछ र ठिकै छ भन्दैछ हामी सुँगुरको मासु खाँदैन बहिनी हामी सिप पकाउँछ मात्रै छ्या त्यसले त्यसले रहेछौ पकाउँछु मात्रै म चाहिँ गाइस हो खाँदिनँ सुँगुरको मासु चाहिँ खालि लु चाखिहाल्थ्यो पनि हाम्रो यहाँ पनि चाहिँ एउटा एकजना जो सुँगुरको मासु खाँदैन चखाइदिउँ न यसलाई खाँदरी आज रिचाको लागि यहाँ नि प्यान्ट सर्ट सुज रिचाको लागि यहाँ नि पनि छ 2 PM अब भोलि चाहिने अङ्कितको हातबाट चाहिने हाम्रो रिचाको अघि बनाएको सुँगुरको मासुको अचार रेडी त्यसपछि आउँछ आमको अचार त्यसपछि यहाँ आउँछ यो तामाको अचार हाम्रो रिचाले चाहिँ एकदमै पिरो खाने मान्छे कि अचारहरू पुरा मन पराउँछ त्यसैले अचार त प्याकिङ गरिदिनु भएको छ तर अब लानु पाउँछ कि पाउँदैन अचार चाहिँ एकदम फ्लाइटमा दिँदैन त्यही भएर चाहिँ यसलाई चाहिँ एकदम यसरी टेप लगाएर
अब यसलाई यसरी टेप मजाले ऱ्याप गरिसकेपछि फेरि आज पेपरमा किनकि ट्रेनमा जानु पर्दैन तेल सरीको अचारहरू यसरी लुता लानु पर्यो नि त्यस्तै हो बाहिरतिर बस्यो भने है मम्मी उता मम्मीले अरू गर्दैछ बेलुका फेरि ट्युसन जान्छ यो भयो मम्मी के गर्छ यहाँ तामा पनि आफ मम्मी म त अघि जस्तो ठुलो भयो त्यस्तो अघि त साला बिहाइन्ड गाइस म त पुरा बोल्छ यता सुँगुरको मासु गर्छ हेर्दा पनि देख्छ नि सुँगुरको मासु